आज म धेरै भारी मन र दुखी मनले यहाँ उपस्थित छु। आज राति 2:05 में सर्लाही निर्वाचन क्षेत्र नंबर 4 का युवा विवेक मण्डल को अस्ति पेट्रोल छर्केर आत्मदाह गर्दाखेरि कीर्तिपुर वन अस्पतालमा मृत्यु भयो। म दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र शोक सन्तप्त परिवारमा संवेदना व्यक्त गर्न चाहन्छु। यो हप्तामै 3 जना युवा आत्मदाह गरेर मृत्युवरण गरे। गणेश नेपाली, अश्विन राउत र विवेक मण्डल। म तीनैजना प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र तीनैजनाको प्रति संवेदना व्यक्त गर्न चाहन्छु। विवेक मण्डलको केसमा राज्यले सम्माननीय प्रधानमन्त्रीबाट, पार्टी सभापति आदरणीय रवि लामिछानेजीबाट र सम्मानित स्वयंबाट जुन चासो व्यक्त गरिएको थियो र स्वास्थ्य मन्त्रीको तर्फबाट पनि राज्यले हेलिकप्टर पठाएर उपचारको लागि प्रयास गर्दा पनि बचाउन सकिएन। तर प्रयास गरेको कारणले म त्यो क्षेत्रको जनप्रतिनिधिको नाताले सम्माननीय सभामुखलाई पनि म जिल्लालाई पनि धन्यवाद दिन चाहन्छु। सम्माननीय प्रधानमन्त्री र उहाँको सचिवालय, पार्टी सभापति रवि लामिछानेजी र स्वास्थ्य मन्त्री र उहाँको मन्त्रालयलाई पनि धन्यवाद दिन चाहन्छु। तर आज म केही कुरा यसले मलाई झस्काएको छ। एउटा अनुभवी सांसदको नाताले म केही कुरा राख्न चाहन्छु, किनकि अनुभव पनि एउटा धेरै माने राख्छ। आज हाम्रो राज्य सङ्कटमा छ, जनतामा नैराश्यता छ। यो देशमा बाँच्न सकिन्न, गर्न सकिन्न। यो भाषा निर्माण यो संसदबाट कम्ती नगरौँ। म करबद्ध प्रार्थना गर्छु कि सम्पूर्ण राजनीतिक दललाई, संसदमा प्रतिनिधित्व गर्ने सम्पूर्ण राजनीतिक दललाई र संसद बाहिर प्रतिनिधित्व गर्ने राजनीतिक दललाई हामी यसलाई घोचपेचको विषय नबनाऊ। राज्य रह्यो भने, जनता रह्यो भने, लोकतन्त्र रह्यो भने फेरि हामी राजनीति गरौँला। कोही सत्ता पक्षमा होला, कोही प्रतिपक्षमा होला। सत्ता र प्रतिपक्ष थाहै होइन। यो निरन्तरता छ। को जो आज सत्तामा छ भोलि प्रतिपक्षमा होला, जो हिजो सत्ता पक्षमा थियो आज प्रतिपक्षमा छन्। तर जनता र लोकतन्त्र समाप्त भयो भने हामी कहीँको नरहौँला। आज देशमाथि सङ्कट छ, आज जनतामाथि सङ्कट छ। चारैतिर व्यवसायीदेखि लिएर, नागरिकदेखि लिएर, युवादेखि लिएर विद्यार्थीसम्म निराशा छ। हामी निराशा नबाटौँ, हामी यसको समाधान गरौँ। बरु मिल्छ भने समाज जिल्लामा आग्रह गर्न चाहन्छु, यहाँ उपस्थित संसदभित्र उपस्थित तमाम दललाई एकजुट पारौँ, राष्ट्रिय मुद्दा तय गरौँ। जनतालाई भने हामी सम्पूर्ण दल मिल्यो भने मात्र यो राष्ट्र बाँच्न सक्छ, यो संविधान बाँच्न सक्छ, यो देशको लोकतन्त्र बाँच्न सक्छ र देशको नैराश्यता हट्न सक्छ। देश निर्माणको जिम्मा लिएर हामी सबै यहाँ उपस्थित भएका छौँ।